श्री गणेशाय नमः। नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुमा लेटाङ ज्योतिष परामर्शको यो विशेष ज्योतिषीय सिरिजमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आजबाट हामी एउटा अत्यन्तै रोचक र ज्ञानवर्धक यात्रा सुरु गर्दैछौँ। वैदिक ज्योतिषका 27 नक्षत्र। तपाईको जन्म कुन नक्षत्रमा भएको हो त्यो नक्षत्रले तपाईको स्वभाव, सोच, क्षमता, कार्यक्षेत्र र जीवनका विभिन्न पक्षमा कस्तो प्रभाव पार्छ, यी विषयलाई हामी क्रमशः र सरल रूपमा बुझ्नेछौँ। नक्षत्र भनेको के हो? वैदिक ज्योतिषमा आकाशलाई चन्द्रमाको गतिका आधारमा 27 वटा प्रमुख नक्षत्र क्षेत्रमा विभाजन गरिएको छ। चन्द्रमा लगभग एक दिनमा एउटा नक्षत्र क्षेत्रमा रहने भएकाले जन्म समयमा चन्द्रमा जुन नक्षत्रमा हुन्छ त्यसलाई नै जन्म नक्षत्र भनेर भनिन्छ। त्यसैले कुण्डली हेर्दा केवल राशि मात्र होइन, जन्म नक्षत्रलाई पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। 27 नक्षत्र प्रत्येकका आफ्नै देवता, स्वामी, शक्ति, प्रकृति र विशेष गुणहरू हुन्छन्। आज हामी यी 27 नक्षत्रमध्ये पहिलो नक्षत्र अश्विनीबाट यात्रा सुरु गर्दैछौँ। नक्षत्रको पहिलो नक्षत्रबाट हामी क्रमशः आज अश्विनी नक्षत्र लिँदैछौँ। अश्विनी नक्षत्र 27 नक्षत्रमध्ये पहिलो नक्षत्र हो। यसको नाम नै अश्व अर्थात् घोडासँग सम्बन्धित छ। घोडा तीव्र गति, ऊर्जा, उत्साह, अगाडि बढ्ने शक्तिको प्रतीक हो। त्यसैले अश्विनी नक्षत्रमा पनि गति, तत्परता, साहस र नयाँ कामको सुरुवात गर्ने शक्तिलाई विशेष रूपमा जोडिन्छ। नक्षत्रका प्रमुख मुख्य तथ्यहरू भनेका नक्षत्र अश्विनी नक्षत्र पहिलो नक्षत्र हो। अश्विनी नक्षत्रको स्वामी भनेको केतु हुन्। अश्विनी नक्षत्रको देवता अश्विनी कुमारहरू हुन्। यो मेष राशिभित्र पर्छ। अश्विनी नक्षत्रका 4 पाउहरू हुन्छन्। अश्विनी नक्षत्रमा जन्मेका व्यक्तिको गण देवगण हुन्छ, अश्वरोहिणी हुन्छ, तर त्यसको प्रतीक भनेर घोडाको शिरको रूपमा हामीले चिन्न सक्छौँ। अश्विनी कुमारलाई वैदिक परम्परामा देव वैद्यका रूपमा वर्णन गरिएको पाइन्छ। त्यसैले अश्विनी नक्षत्र उपचार, स्वास्थ्य, शीघ्र सहायता र पुनर्जीवनसँग सम्बन्धित प्रतीकात्मक अर्थ पनि जोडिन्छ। अश्विनी नक्षत्रको स्वभाव। अश्विनी नक्षत्रमा जन्मिने व्यक्तिको स्वभाव कस्तो हुन्छ त भन्दाखेरि अश्विनी नक्षत्रमा जन्म भएका व्यक्तिहरूमा सामान्यतः छिटो निर्णय गर्ने, काम सुरु गर्न उत्साहित हुने र नयाँ कुरातर्फ आकर्षित हुने प्रवृत्ति देखिन सकिन्छ। यस्ता व्यक्तिहरू धेरै समय एउटै ठाउँमा रोकिएर बस्नुभन्दा केही नयाँ गर्न, अगाडि बढ्न र आफ्नो तरिकाले काम गर्न रुचाउने स्वभावका हुन सक्छन्। तर यही तीव्रता कहिलेकाहीँ कमजोरी पनि बन्न सकिरहेको हुन्छ। काम छिटो सुरु गर्ने तर धैर्यको कमी हुनु, हतारमा निर्णय गर्नु वा सुरु गरेको काम पुरा गर्नु अघि अर्को कामतर्फ आकर्षित हुनु चुनौती बन्न सक्छ। त्यसैले अश्विनी नक्षत्रको मूल शिक्षा भन्नुपर्दा गति राम्रो हो, तर गतिसँग दिशा र धैर्य पनि आवश्यक पर्दछ। अश्विनी नक्षत्रमा जन्मिने व्यक्तिको कर्म र कार्यक्षेत्र के हो त? अश्विनी नक्षत्रको ऊर्जा तीव्र र क्रियाशील भएकाले चिकित्सा, उपचार, प्राविधिक क्षेत्र, खेलकुद, यात्रा, साहसिक काम, आपतकालीन सेवा तथा छिटो निर्णय आवश्यक पर्ने क्षेत्रमा यसको स्वभाव मिल्न सक्छ। तर केवल जन्म नक्षत्रका आधारमा कसैको पेशा निश्चित हुँदैन। व्यक्तिको वास्तविक कर्म क्षेत्र जान सम्पूर्ण कुण्डली, दशा, ग्रह स्थिति र भावहरू पनि हेर्नुपर्ने हुन्छ। अश्विनी नक्षत्रका विषयमा सम्बन्ध र व्यक्तिगत जीवनको बारेमा
अश्विनी नक्षत्रका व्यक्तिहरू सम्बन्धमा पनि स्पष्टता स्वतन्त्रता चाहने हुन सक्छन्। उनीहरूलाई अत्याधिक नियन्त्रण मन नपर्न सक्छ। मनमा लागेको कुरा छिटो व्यक्त गर्ने र भावनामा पनि छिटो प्रतिक्रिया दिने प्रवृत्ति देखिन सक्छ। त्यसैले सम्बन्धलाई सन्तुलित राख्न धैर्य, संवाद र अर्को व्यक्तिको भावनालाई बुझ्ने क्षमता महत्त्वपूर्ण हुन्छ। अश्विनी नक्षत्रमा जन्म लिने व्यक्तिहरूको विशेष शक्तिको बारेमा अश्विनी नक्षत्रको एउटा महत्त्वपूर्ण पक्ष के हो भन्दाखेरि नयाँ सुरुवातको कुरामा जहाँ अरूले समस्या देख्छन् त्यहाँ समाधान खोजेर तुरुन्तै अघि बढ्ने क्षमता यसको सकारात्मक पक्ष मानिन्छ। त्यसैले अश्विनी नक्षत्रलाई केवल तीव्रताको नक्षत्र मात्र नभएर आरम्भ र शीघ्र क्रियाशीलताको नक्षत्र भनेर पनि बुझ्न सकिन्छ। तर एउटा कुरा सधैँ सम्झनु पर्दछ, जन्म नक्षत्रले सम्भावना देखाउँछ, सम्पूर्ण भाग्यको फैसला गर्दैन। तपाईको जन्म नक्षत्रसँगै कुण्डलीमा रहेका ग्रह, भाव, दशा र अन्य योगहरूको अध्ययन गरेपछि मात्र पूर्ण ज्योतिषीय निष्कर्ष निकाल्न सकिन्छ। आज हामीले 27 नक्षत्रको पहिलो नक्षत्र अश्विनीको सामान्य परिचय बुझ्यौँ। अब हाम्रो अर्को भागमा आउनेछ भरणी नक्षत्र। यसको स्वभाव, शक्ति र जीवनमा पर्ने प्रभावहरू कस्ता हुन्छन् भनेर अब आउने भिडियोमा भरणी नक्षत्रको बारेमा आउँदैछ। यदि तपाईले आफ्नो जन्म नक्षत्र थाहा छ भने कमेन्टमा आफ्नो जन्म नक्षत्र लेख्नुहोस्। थाहा छैन भने हजुरले जन्म मिति लेख्नुहोस्। यस्तै वैदिक ज्योतिषका सरल र प्रमाणिक विषयहरू बुझ्न लिटाङ ज्योतिष परामर्शलाई फलो गर्ने, सब्सक्राइब गर्न नभुल्दिनुहोला। हस्त, धन्यवाद। राधे राधे।